आजदेखि हामीले चाहिँ समस्याग्रस्त सहकारीको बचतकर्ताको बचत फिर्ता गर्ने प्रक्रिया आजदेखि हामीले सुरु गरेका छौँ। पहिलो चरणमा आजको दिन हामीले चाहिँ 378 जना बचतकर्ताको बचत फिर्ता गरेका छौँ समस्याग्रस्त सहकारीको। शिवशिखर सहकारीको 156 जनाको बचतकर्ताको बचत फिर्ता गरेका छौँ भने पशुपति सहकारीको 7 जनाको चाहिँ बचतकर्ताको बचत फिर्ता गर्यौँ भने त्यसैगरी कान्तिपुर सहकारीको चाहिँ 215 जनाको चाहिँ आज सुरुवात गरिएको छ। यो चाहिँ हामी क्रमशः यो एभ्रीडे हामी बचतकर्ताको बचत फिर्ता गर्नेछौँ। समस्याग्रस्त मात्रै सहकारीको विषयमा मात्र हो कि अरू विषयमा अरू सहकारीका विषयमा पनि हो भन्ने विभिन्न चाहिँ मान्छेहरूका जिज्ञासा छन्, बचतकर्ताहरूकै जिज्ञासाहरू छ। यस विषयमा चाहिँ पहिलो हाम्रो प्राथमिकतामा चाहिँ अहिले जति पनि हाम्रो समस्याग्रस्त सहकारी छन् त्यो पहिला चाहिँ त्यसका बचतकर्ताहरूको बचत रकम चाहिँ फरफरक गर्ने पहिलो प्राथमिकतामा हो। त्यसपछि हामी क्रमशः अरू सहकारीको विषयमा चाहिँ जस्तो नियमनको पाटो बलियो बनाउने, अब जस्तो अहिलेको जसरी काम भइरहेछ त्यो सहकारीका चाहिँ नियमनको पाटोलाई चाहिँ अझै बलियो बनाउँदै अझै हामीले कसरी समन्वय गर्न सकिन्छ त्यो समन्वय गर्दै हामीले चाहिँ यो देशैभरिको सहकारीको समस्या चाहिँ समाधान गर्ने हाम्रो लक्ष्य हो। त्यो अनुसार हामी अगाडि बढिरहेका छौँ। हामीले यस क्रममा चाहिँ 378 जनाको पठाइसकेपछि हरेक दिनमा कति सकिन्छ उनीहरूको माग फारमलाई रुजु गर्दै तत्त ब्याङ्कमा पठाउने काम निरन्तर रूपमा जारी रहन्छौँ। लगभग यो सङ्ख्या 10,000 जति होला भन्ने हाम्रो प्रारम्भिक अनुमान छ। यो महिनाभित्र दिनको 500 जनाको त्यसरी नै दिन सक्यो भने लगभग यो महिनाभित्र 10,000 वा सोभन्दा कमलाई दिन सक्यो भने त्यो एउटा प्रारम्भिक सफलता हुनेछ भन्ने हामीलाई लाग्छ। बचतकर्ताहरूको एउटा आग्रह अथवा एक खालको प्रश्न के छ भने हाम्रो कहिले हुन्छ त, कहिले पाउँछौँ त भन्ने खालको छ। त्यो स्वाभाविक पनि हो। काम कहीँबाट सुरु गर्नुपर्दा कहाँबाट गर्ने त भनेपछि सबभन्दा कमबाट दिँदै गरेर काम सुरु गर्ने भन्ने हो। ठुलाले पनि नपाउने भन्ने होइन। म ठुला बचतकर्ताहरूलाई पनि क्रमशः पालो आउँदा आफूले पाउने, आफ्नो सहकारीमा भएको जम्मा भएको रकम समानुपातिक हिसाबले पाउने कुरामा आश्वस्त हुन आग्रह गर्दछु। यसका साथै